आउने लाल चड्डी पहन के आया मुगली। चटक दिखाकर अहिले 1 2 3 भन्नु पर्यो। 1 2 3 भन्छ है। 1 2 3 What? Hello guys, अब हामी जाँदैछौँ स्विमिङ पुल। जाम भनेको के भने नाउमा जाने भन्छ, कहिले फिमेल जाने भन्छ मायाले। आज चाहिँ नौकाको ब्लग बनाउनु पर्यो। म कति बेला उयोको जुत्ता रे केटाको दोकानबाट किन्नु। यो लाका भनी ट्रेकिङ लाइन उता दिनका दिन काममा जानु पर्दैन त्यसको लागि लगाएको। हो यो लाका काम गर्नु। अनि यो रे इजी नट ब्ल्याक लाइन एमएन सबै त काट्छ गर्नु यो नै काम। यो वाला हैन एल वाला ताको बारे ल हामी अब नुहाउनलाई घर जानु नानी भने आज बेलुका भयो नि जानु पर्छ। 6 बजे गएर पुगेको छु होइन। अब साथीहरू हामी अब गएँ स्विमिङ पुलतिर। मेरो नि कस्ट्युम छैन नि त। मस्तै बवाल भन। दुईटा कहाँ गएको दिदी? दिदी यता दिदी यता Boleh tahu? नेपाल कमाने भन्नु म भने यताबाट पनि खुसा नाम फुलायो फुल यस्तो फुलको पनि यता हाम्रो दिनमा अरे दिन बाने रहेछ कि त्यहाँ धेरै दिन बनाएको फलाएको यहाँनिर खान्छ फुटबल हेरेन म कसले कति काँचो थियो म त भनेको कस्तो मजा आउँछ बन्द गर्दैन पहिला मैले काले यत्रो हुने बेलामा अटोमा लगाएको थियौँ नि हामी खैरी म सन्ध्या रुन्चीहरू सबै गएर
आउँदैछ अब स्विमिङ अब 1 मिनेटमा आउँछ लास्टमा स्विमिङै बन्द अरे हो क्या अब त्यस्तै आएछ स्विमिङ हाम्रो बन्द गरिदिन्छ ल भाइदिन्छ है ए उयो गर्नु भिडियो बन्द गरिदिनु के गरौँ नगर्ने बन्द नगर्ने हो गरिदिन्छु उयो त्यहाँ उयो तातो के त्यस्तो काङ्ग्रेसको ओ यस्तै यस्तै खालको अरू कलरमा होइन अरू कलर अलिक टाइट राम्रो हुन्छ क्या यस्तो झ्यालाङ झ्यालाङ राम्रो हुन्छ खालको दिनु है टाइट लाएर के खाइ खेल्ने क्या टाइट राम्रो हुन्छ कि त्यो त हुँदैन अलिक छोटो दिनु न त्यो त अलिक सुरुवाल जस्तो त्यो त अलिकति बक्सर जस्तो देखेँ क्या यस्तै यस्तैमा राम्रो हुन्छ क्या हेलो गाइस अब हामी चाहिँ स्विमिङमा नुहाउनुभन्दा अगाडि चाहिँ यो सागरले नुहाउनु पर्ने रहेछ यहाँ पुरै नेम चाहिँ राम्रै हो यो होइन किनकि अनेकै रोगहरू बाहिरबाट ल्याए हुन्छ त्यही भएर यहाँ चाहिँ नुहाउनु पर्ने रहेछ अब यसो हल्का नुहाएर जस्तो गरेर म चाहिँ अब स्विमिङ स्टार्ट गर्छु अनि मुना चाहिँ रेडी हुँदैछ नुहाउनु पनि रेडी हुँदैछ ल अब यति नआएपछि त हुन्छ होला नि सायद पुरै 8 फुट 7 फुट 6 फुट 5 4 8 फुट सुरु रहेछ त्यहाँबाट चुची हान्न आऊ न त्यहाँबाट नुहाएर आऊ न स्विमिङ पुलको पानी कस्तो हुन्छ तातो त हुन्छ आऊ 8 फुटमा आयो 8 फुट होइन आऊ न रातिमा पौडी खेल्दा खेल्दा च्याम्पियन भइसक्यो यार रातिमा पौडी खेल्दा च्याम्पियन भइसक्यो यार हो अहिले त मेडल कुनामा पुगेको क्या के भ्याल्दा कतिवटा भ्याल्दा ए पौडीको भ्याल्दा के पता कता कतिवटा पनि धेरै हो पौडी नमान्नु तपाईँले गर्दा खेल्न सक्दैन क्या पौडी पहिलो हातमा गाइस यहाँ तमाङनी मुना यहाँ पुरै उल्टो चाल्नलाई यहाँ ओलम्पिकमा भाग लिनलाई
प्र्याक्टिस हुँदैछ प्र्याक्टिस हुँदैछ उहाँको त्यहाँबाट फेरि सुल्टो जानु पर्दैन त्यहाँबाट सुल्टो जानु फेरि त्यहाँबाट सुल्टो जानु फेरि सुल्टो होइन त्यहाँ फेरि सुल्टो जानु फेरि यसो सुल्टो तमाङनी मुना पुरै ओलम्पिकको लागि साफ गेमको लागि यहाँ रेडी हुँदैछ है रेडी पुरै उहाँले छिटो पुरै स्विमिङ पुलको पानी त तातो तातो रहेछ नेचुरल झर्नामा नजस्तो हुँदैन रहेछ हाम्रो होइन हेलो गाइज ल म यहाँ अब इन्टरभ्यू लिँदैछु है इन्टरभ्यू यहाँ अब हाम्रो यहाँ पोस्ट कार्ड सुरु हुन्छ है पोस्ट कार्ड मैले यहाँ अब यहाँ जलपरीलाई मैले यहाँनिर अब इन्टरभ्यूको लागि बोलाउँदैछु है ल छिटो जलपरी छिटाउनुहोस् जलपरी छिटाउनुहोस् जलपरीलाई मैले मिलेन कि यहाँ ब्यालेन्स चाहिँ मिलेन हातले बान्नु पर्ने म बाहिर निस्किन्छु अनि यस्तो हान्छु मैले त्यति हो मेरो जीवन टेकेर गरौँ हेलो गाइज स्वागत छ है तपाईँहरूलाई मेरो पोस्ट कार्डमा यहाँ अब मैले इन्टरभ्यूको लागि बोलाउँदैछु मैले हेटौडाको हुनाहार जलपरी छिटो यता जलपरी जलपरी तपाईँलाई स्वागत छ मेरो पोस्ट कार्डमा छिराउनुहोस् छिराउनु जलपरी तपाईँलाई स्वागत छ मेरो पोस्ट कार्ड जलपरीको इन्ट्री भयो है साथीहरू कस्तो लागिरहेछ त स्विमिङ पुल के तपाईँ इन्टरभ्यू लिने मान्छे हो इन्टरभ्यू लिने मान्छे त ल छिटो कस्तो लागिरहेछ तपाईँलाई स्विमिङ पुल जलपरी आयो भन्नु त कागज लाग्यो हातमा कस्तो लागिरहेछ तपाईँलाई स्विमिङ पुलमा नुहाएर तातो भइरह अनि मलाई झर्नामा गएको जाडो भएर यतिखेरको म अग्रिसक्थेँ झर्ना स्विमिङ पुलमा मलाई यस्तो तातो पानीमा नुहाउन ल्याएर नि अनि मलाई त ठिकै भइरहेको नि त नि तपाईँ त अब हटम्यान अनि कहाँबाट यो तातो स्विमिङमा आयो अनि म हटम्यान भनेर कसरी थाहा पाएँ हटेको त नि हट ठाउँबाट आएको छ हटम्यान हुँदैन नि कस्तो ठाउँ भन्नाले कस्तो चितवन हट खाइन त नि त्यो हटम्यान भनिन्छ हो है हेटौडा चाहिँ अब एकदम कुल होइन अन्त त्यहाँ हुन त शीतली खान्छ भने त म धेरै लगाइसकेपछि त पसिनै आएन गर्मी भएन गर्मी त भएन त नि हेटौडामा हिउँ पर्छ त नि हेटौडामा हिउँ नपऱ्यो नि हेटौडामा पानी मासला सबै अनि भन अरू के छ नयाँ नौलो ठिक छ अब यस्तै हो पारा पारा भइरहेको छ कि त्यो डन्डी समाति बस्ने यसरी एकअर्काको बढी बोल्छ खोइ लाउनुहोस् आउनुहोस् यता आउनुहोस् न यता आउनुहोस् किन लाज मान्नु आँखा देख्दैन भने ए खिचिरह भयो मुजिकी उदे चुमुर्कै आदि मुजिकी ने चुमुर्कै रान लान खिचिरह त स्माइल गर्न लाल चड्डी पहन के आया मुगली
चटक देखा कर kita ada istirahat nah itu sini nah foto sini ke foto Saudara, tamang ni मुनको ट्याटु देख्यो हामीले ट्याटु अनि बढ्दै हामीले ट्याटु अर्को पहिलाको भ्लगमा कुरा गरेको ट्याटु यही हो उहाँले कभर गर्नु भएर अहिले उहाँले रङ्गिन चङ्गिन बनाउनु भयो पहिला यस्तो थिएन उहाँको ट्याटु पहिला शिवजी थियो भन्नु न पहिला उहाँको ट्याटु शिवजी थियो जनता यो कुरा जनता जान्न चाहन्छ यो कुरा यहाँ उहाँको शिवजीको थियो अहिले उहाँले यो पुरै उसले कभर गरेर उहाँले अहिले परी चरा पुरै परेवा बनाउनु भयो अरूले कसैले बेजेत हानेन घरको मान्छेले बेजेत हानेन बेजेत हो यस्तो नि हो बेजेत मान्छेको पर्सनल कुरा किन त्यो जनता जान्न चाहन्छ जनता जान्न कसैलाई केही देखाउँदैन मैले उसलाई चाहिँ अब देखाएर अब हाल्नु परेको मेरो हात कता रह्यो मेरो हात पनि कता जान्छ थाहा हुँदैन मेरो हात कता यहाँ छ मेरो हात नराम्रो नसोच्नु होला गाइजहरू जसले त्यो भन्छ नि त्यसले त्यही सोचिरहेको हुन्छ कि सोचोस् देख्ने देखोस् हामी बुढाबुढीको बारे भए कसैले बाल नदियोस् होइन 1 2 3 आइडिया एउटा हामी काममा टेकेर यस्तो चिटिङ त्यो गरौँ न बरु तर जुरुको उठेर यता पछाडि खानु न म पछाडि आफै जान्छ अगाडि तिमीले जाने ल भयो अब गिदीमा पानी पस्यो रे गिदीमा मायाको गिदीमा पानी पस्यो रे मायाको गिदीमा पानी पस्यो रे मायाको गिदीमा पानी पस्यो रे नाकबाट पानी पस्यो पुगे त हेर अब म सुत्न पाउँदैन के अरे अब पुगे मसँग सुत्न पाउँदैन भने क्या धेरै मन सुत्न त तल गाइस हामी त घर पनि आएर अब घर लाग्नुपर्ने हुन्छ टाढीतिर चितवनतिर चिनियास गर्नु पर्यो गुलगुज पानी बनाउँदैछ एउटाले मलाई गुलगुज पानी खुवाएर पठाउने रे मुद्दै पठाउने रे होइन त गुल्लो पानी खुवाउँदै मुद्दै पठाउने होइन मलाई मनहरीमा 1 तरुक लोथरमा 1 तुरुक हो क्या हो गाइस अब जानु पर्ने हुन्छ घरतिर
को पुन्टे पुन्टे भाइ भाइ ल गाइज म चाहिँ अहिले घर पनि आइसक्यो पुन्टे आइज पुन्टे पुन्टे पनि आयो यस्तै माथा मलाई देखेर फुत्रो 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 भएको छ कहिले पनि नदेखेँ चाट पनि भएर नदेखेर मोटारले सो गाइज म चाहिँ अहिले घर पनि आइसकेँ अनि एक्लै चलाउन पर्ने भएर चाहिँ मैले होइन बाटोको चाहिँ भ्लग बनाउन पाएन किनकि अब एक्लै थियो नि त सो गाइज अनि हेटौँडाको बसोबास पनि एकदम रमाइलो भयो र मुनालाई छोडेर आउँदा एकदम नरमाइलो पनि लागिरहेको छ होइन अब के गर्ने यस्तै हो अब झन् बाहिर गयो भने पनि मैले कसरी दिन बिताउने ल ओ माई गॉड सो गाइस ल आजको ब्लग यति नै एकदम थकाइला छ एकदम अब रेस्ट गर्छु ओके बाई भिडियो हेरेर इन्जोय गरिदिनु होला र नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला है यस्तै भिडियोहरू अब बिस्तारै कन्टिन्यू गर्दै जानु ल ओके बाई थकाइ लाग्छ